र स्यालेरीको कुरा गर्नु पर्दाखेरि चाहिँ म चाहिँ कुकिङ लाइनमा काम गर्छु है। मेरो एक्सपिरियन्स अनुसार चाहिँ अब कुकिङ लाइनमा चाहिँ एकदम राम्रो हुन्छ। हेलो एन्ड नमस्ते, दिस इज मी बाबु पाखरिन। वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सबैजना डुइङ वेल है। म पनि एकदम ठिक फिट एन्ड फाइन छ भन्नु पऱ्यो है। आजको भिडियो चाहिँ तपाईँहरूले थम्बनेल एन्ड टाइटल हेरेर बुझिसक्नुभयो कि कुन विषयमा चाहिँ मैले कुरा गर्दैछु भनेर होइन। ठाउँको कुरा गर्नु पर्दाखेरि चाहिँ यो चाहिँ नि कुवेत हो होइन। अहिले चाहिँ रातिको 9 बजिसकेको छ अनि म चाहिँ अहिले राति कहाँ जानला भन्दा यसो मार्केटतिर यत्तिकै घुम्नलाई निस्केको। अनि आजको मेरो भिडियोको टाइटल थम्बनेल हेरेर तपाईँहरूले बुझिसक्नुभयो। भ्युअर्सहरूलाई चाहिँ लाग्न सक्छ यो मान्छे कुवेतमा बस्छ, भ्लग बनाउँछ, यता त्यता गर्छ, यो मान्छेले विशेष काम चाहिँ के गर्छ होला भन्ने लाग्न सक्छ तपाईँहरूलाई होइन। सो म चाहिँ कुवेतमा के काम गर्छु भन्दाखेरिमा म चाहिँ कुकिङ लाइनमा काम गर्छु है। अनि कम्पनीको कुरा गर्नु पर्दाखेरि चाहिँ मैले काम गर्ने कम्पनी चाहिँ ग्यास्ट्रोनोमीका हो। अनि जस कम्पनी ठिकै छ, राम्रै छ होइन। अकोमोडेसन पनि दिएको छ, प्लस फुड अलाउन्स पनि हुन्छ हाम्रो चाहिँ। अनि त्यो कुवेतमा मैले अब 2.5 इयर्स चाहिँ स्पेन्ड गरिसकेँ होइन, यहाँनिर बिताइसकेँ भन्नुपर्दाखेरि। अनि मेरो पर्सनल एक्सपिरियन्स अनुसार चाहिँ कुवेत आउनुहुने दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ केही सिकेर आउँदाखेरि चाहिँ तपाईँहरूको लागि एकदम प्लस पोइन्ट हुन्छ, एकदम राम्रो हुन्छ होइन। जस्तै अब बारिस्ता भयो, सेफ भयो, हाउसकिपिङ भयो। यदि तपाईँको अब एजुकेसन लेभल अलिक लो छ भने तपाईँहरू हाउसकिपिङहरूमा आउन सक्नुहुन्छ। बिना सिप, बिना कुनै नलेज तपाईँहरू विदेशमा आएको बेस्ट हुन्छ है, मेरो पर्सनल एक्सपिरियन्स अनुसार चाहिँ। किनभने अरूको देशमा आइसकेपछि हामीले आफ्नो स्किलहरू प्रस्तुत गरेर नै अगाडि बढिदिनु पर्ने हुन्छ। सो यो कुराहरूलाई चाहिँ तपाईँहरूले ख्याल गर्नु होला, त्यही भन्न चाहन्छु म चाहिँ। र मेरो एक्सपिरियन्स अनुसार चाहिँ अब कुकिङ लाइनमा चाहिँ एकदम राम्रो हुन्छ। कुवेतमा मात्र नभएर अन्य देशहरूमा पनि यो कुकिङ लाइनमा चाहिँ एकदम राम्रो हुन्छ है। आइ एम टकिङ एबाउट नट ओन्ली कुवेत, इच एन्ड एभ्री कन्ट्री। तपाईँहरू वैदेशिक यात्रामा जानु हुँदैछ भने चाहिँ आफ्नो स्किललाई एकदम तिखारेर जानु होला। त्यो चाहिँ तपाईँको लागि एकदम प्लस पोइन्ट हुनसक्छ होइन, त्यही हो। अनि म चाहिँ कुकिङ लाइनमा काम गरेको 2.5 वर्ष जति भइसक्यो है। अनि अब तपाईँहरूलाई लाग्न सक्छ कुवेतमा कुकिङ लाइनमा चाहिँ कतिसम्म कमाइ हुन्छ भन्ने विषय चाहिँ तपाईँहरूलाई एकदम जान्न मन लागेको हुनसक्छ। र त्यही कुराहरू चाहिँ म तपाईँहरूलाई आज बुझाउने कोसिस गर्दैछु मेरो यो भिडियो मार्फत होइन। एज अ मेरो पर्सनल एक्सपिरियन्स म तपाईँहरूलाई भन्दैछु कि स्यालेरीको कुरा गर्नु पर्दाखेरि चाहिँ स्यालेरी राम्रो नै छ भनौँ न होइन। अब मेरो स्यालेरी यति नै हो भनेर चाहिँ म भन्दिनँ होइन। जस तपाईँहरूलाई कतिदेखि कतिको रेन्जमा हुन्छ भनेर चाहिँ म भन्छु है त। यदि तपाईँहरू कुकिङ लाइनमै आउनुहुन्छ भने चाहिँ बेसिक कम्पनी अनुसार हुन्छ। अनि अराउन्ड त्यही हो 50 देखि 80 1 लाखसम्म नै हुन्छ होइन।
यतिखेर रातिको 9:30 भइसकेछ। म चाहिँ यतातिर हिँडिरहेको छु किनभने मेरो छुट्टी छ, अझै 4-5 दिन छुट्टी छ। अनि त्यही भएर म चाहिँ यसो साँझपख आफ्नो माइन्डलाई एकदम फ्रेस गराउनलाई निस्केको थिएँ र त्यही अन्तरालमा चाहिँ तपाईँहरूलाई केही इन्फर्मेटिभ कुराहरू चाहिँ सेयर गरौँ भनेर मैले चाहिँ भिडियो बनाएको। सो आई होप तपाईँहरू सम्पूर्णलाई यो भिडियो मन पऱ्यो होला होइन। मन पऱ्यो भने एकदम लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजको भिडियो चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु। थ्याङ्क्स फर वाचिङ, सब्सक्राइब फर मोर अपडेट्स होइन। त्यही हो गाइज।